भर्खरै सकिएको निर्वाचनमा करिब 2/3 मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ। कारणहरू, व्याख्या, विश्लेषणहरू आफ्नो छन्, तर 2/3 मत किन आयो भन्ने विश्लेषणहरूको बीचमा विजयी उम्मेदवारहरूको विगत, वर्तमान र भविष्यका बारेमा हुन थालेको अड्कल र अनुमानका बीचमा केही रोचक दृश्यहरू देखिन थालेका छन्। अत्यन्त ताजा जनादेश, मतदाताहरूको अपेक्षा अनि आफूले छाप लगाएको उम्मेदवारहरूको बारेमा राम्रो सुन्न, देख्न चाहने आँखा र कानहरू हुने स्वाभाविक कुरा हो। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी नै छ, तर पार्टीको निर्देशन विपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसदहरू भने खादा, माला र अबिरले भरिभरा हुन भ्याइ छ। कास्की निर्वाचन क्षेत्र नम्बर 3बाट निर्वाचित सांसद बिना गुरुङलाई केही युवाहरूले मानव साङ्लो बनाएर स्कटिङ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। यो मानव साङ्लो बनाएको विषयमा स्वयं सांसद बिना गुरुङले नै स्वीकार भने गरिसक्नु भएको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले भने यो झुट हो, एआईले बनाएको हो भन्ने सम्मका अभिव्यक्तिहरू दिन थालेका छन्। सांसदलाई मानव साङ्लो बनाएर सुरक्षा दिन आवश्यक थियो कि थिएन? यो हरकत उम्मेदवारको चाहना पनि थिएन होला, तर उहाँले यसो नगर्नु समेत नभन्नु भएको र आफूले ढिलो भएका कारण, जहाज छुट्न लागेका कारण यसो गरिएको भनेर स्वीकार गर्नुभएको छ। कहीँ न कहीँ यो हरकतलाई उहाँले सामान्य रूपमा लिएको यस कुराले पनि पुष्टि हुन्छ। देशको सर्वोच्च प्रतिनिधि बनेकी सांसदले समय व्यवस्थापन गर्न नसक्नु कमजोरी हो कि होइन? एक थान खादा र मालाका लागि घन्टौँ कुर्न आवश्यक थियो कि थिएन? जहाजको टिकट लिएपछि आफूले काटेको टिकटको समयमा अनुसारको व्यवस्थापन गर्न सक्नु पर्थ्यो होला नि? उत्तर कोरियाले शनिबार जापानको समुद्री क्षेत्रमा करिब 10वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ JCF ले जनाएको छ। सियोलको सेनाले उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागरतर्फ दिउँसो 1 बजे ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको JCF ले विज्ञप्ति मार्फत उल्लेख गरेको छ। मिसाइलहरू करिब 350 किलोमिटरको दूरीमा प्रहार गरिएको छ। दक्षिण कोरियाली सेना कुनै पनि उक्साहाटको जवाब दिन तयार रहेको JCF ले जनाएको छ। जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल X-मा प्रक्षेपण पुष्टि गर्दै ब्यालिस्टिक क्षेपणास्त्र उत्तर कोरियाबाटै प्रक्षेपण गरिएको पुष्टि गरेको छ। दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन सियोकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङका नेता किम जोङ उनसँग भेटवार्ता हुने निर्णयको केही समयपछि यो घोषणा आएको जनाइएको छ। वासिङटनले दशकौँदेखि उत्तर कोरियाको आणविक कार्यक्रमलाई ध्वस्त पार्ने प्रयासको नेतृत्व गरिरहेको जनाएको छ। ट्रम्प प्रशासनले पछिल्लो समयमा प्योङयाङसँग उच्चस्तरीय वार्तालाई पुनर्जीवित गर्न दबाब दिएको छ। अक्टोबरमा एसियाको भ्रमणका क्रममा ट्रम्पले किम जोङ उनसँगको भेटका लागि खुला रहेको बताएका थिए भने उत्तर कोरियाले टिप्पणीको जवाब नदिएको बताइएको थियो। महिनौसम्म ती प्रस्तावहरूलाई धेरै हदसम्म बेवास्ता गरेपछि किम जोङ उनले हालै वासिङटनले प्योङयाङको आणविक स्थितिलाई स्वीकार गरेमा दुई राष्ट्रबीच मेलमिलाप हुन सक्ने बताएका थिए। हाल विश्वको ध्यान मध्यपूर्वको युद्धमा केन्द्रित रहेको अवस्थामा उत्तर कोरियाले आफ्नो उपस्थितिमा ध्यान आकर्षित गर्न ऐतिहासिक रूपमा सैन्य उक्साहट गरेको कोरिया इन्स्टिच्युट फर मिलिट्री अफेयर्सका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ पियोङलाई उद्धृत गर्दै एफएफले जनाएको छ। 1.5 वर्ष अघि 35 जनाको ज्यान जाने गरी आएको विनाशकारी झाँप्रे खोला पहिरो नियन्त्रणको काम 99% सम्पन्न भएको जनाइएको छ। नागढुङ्गा मुगलिन सडक खण्ड अन्तर्गत नागढुङ्गा नौबिसे सडक खण्डमा पर्ने यो संवेदनशील क्षेत्रमा गरिएको बलियो रोकथामका कारण आगामी वर्षायाममा सडक अवरुद्ध हुने जोखिम कम हुने अपेक्षा गरिएको छ। नागढुङ्गा मुगलिन सडक योजना पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले झाँप्रे खोलाको पहिरो नियन्त्रण कार्य अहिले 99% सम्म पुरा भएको जानकारी दिएका छन्। भनेका छन् यो पहिरो नियन्त्रणको काम लगभग सकिएको छ, अब 1% काम बाँकी रहेको छ। 2081 असोज 12 गते अविरल वर्षासँगै झाँप्रे खोलामा लेदोसहितको भीषण पहिरो खसेको थियो। यो पहिरो प्राकृतिक कारण मात्र नभई मानवीय गतिविधिको परिणाम पनि रहेको थियो। कतारमा वैध आवासीय अनुमति पत्र, कतार आइडी सहित बसोबास गरिरहेका र साउदी अरब विमानस्थल हुँदै नेपाल
यात्रा गर्न चाहने नेपालीहरूका लागि दोहा स्थित तासिर साउदी भिजा सेवा केन्द्र मार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ। पश्चिम एसियाको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो। दूतावासको अनुरोध अनुसार साउदी अरब हुँदै नेपाल यात्रा गर्न चाहनेहरूका लागि आवश्यक पर्ने पर्यटक भिसा आवेदन अब तसिर साउदी भिजा सेवा केन्द्र मार्फत पेश गर्नुपर्नेछ। उक्त भिजा सेवा केन्द्र एक दान मल अल खराफामा अवस्थित रहेको छ। थप जानकारीका लागि आवेदकहरूले भिजा सेवा केन्द्रको फोन नम्बर 50660622 मा सम्पर्क गर्न सक्ने बताइएको छ।